कि तपाईँ दाजुभाइ मात्रै लडाउनलाई चुनावी मैदानमा जाने हो कि तपाईँ दाजुभाइ तल माथिको दाजुभाइहरूलाई एक आपसमा दुश्मनी गराउनको लागि मात्रै नेता बन्ने हो? त्यही किसिमको परिवेश, त्यही किसिमको वातावरण यदि तपाईँ सिर्जना गर्न चाहनु भएको हो भने आउनुहोस् खुला रूपमा। तपाईँहरू एक आपसमा झगडा गर्नुहोस्, मलाई मत दिनुहोस्, मलाई नेता बनाइदिनुहोस् भन्नुहोस्, सक्यो नि। त्यसो तामझाम किन गर्नु पर्यो? वर्षौँदेखि मिलिएका दाजुभाइहरूलाई तपाईँले लडाउनुहुन्छ, वर्षौँदेखि मिलिएका दाजुभाइहरूसँग तपाईँ मनमुटाव गराउनुहुन्छ। हामी यो गर्छौँ, हामी ओ गर्छौँ, म यो गर्छु, म तँलाई यो गर्छु, म तँलाई ऊ गर्छु। तर सत्तामा गइसकेपछि के भयो? देखियो त? देखिएन नि? हो, कुनै पनि योजनाका कुराहरूमा, कुनै पनि क्रियाकलापका कुराहरूमा अवश्य सचेत रहनुहोला। र खप्तर छेडेदह गाउँपालिकाको विशेष गरी मेरो टोललाई म सम्झाउन एउटा सुझाव दिन चाहन्छु। कृपया तपाईहरू कसैको कुरामा नआइदिनुहोस्, कसैको विचारमा नआइदिनुहोस्, कसैको धारणामा नआइदिनुहोस्। तपाईहरू भित्र एक ठुलो जमात छ, त्यही भित्रबाट एउटा उम्मेदवार, त्यही भित्रबाट एउटा मत, त्यही भित्रबाट एउटा गर्विलो नेतृत्व हामीहरूले दिन सक्छौँ र दिन चाहन्छौँ। आगामी दिनमा आउने चुनावमा त्यो चिज हामीले गर्नुपर्छ। म नहोला, अर्को नहोला, कुनै न कुनै व्यक्ति त होला, म गर्छु है भनेर अगाडि आउनुहोस् तपाईहरू। हामी हाम्रो साथ सपोर्ट सधैँ रहनेछ। हामीले धेरै मान्छेलाई देख्यौँ, धेरै मान्छेलाई समर्थन गऱ्यौँ, धेरै मान्छेलाई हामीले मत दियौँ, तर कसैबाट पनि पार लाग्न सकेन। त्यसैले अब तपाईँ हामीले सोच्ने बेला, सम्झिने बेला र आफ्नो विचार, आफ्नो धारणा र आफ्नो लागि आफै भन्ने अभियान नचलाउँदासम्म हामी कहिले पनि माथि उठ्न सक्दैनौँ।